नमस्कार। आज चियाको बारेमा कुरा गर्दैछु। सबैलाई काम लाग्ने भिडियो। चिया हामीले जब पकाउँछौँ, खान्छौँ, हामी कहाँ गल्ती गरिरहेछौँ र यो चियालाई स्वास्थ्यको लागि पनि अझ राम्रो कसरी बनाउन सकिन्छ र आज म मूलतः चिनीको ठाउँमा गुड राखियो भने के फाइदा हुन्छ, के यो साँच्चीकै जरुरी छ, 100मा 100 हामी चेन्ज गर्ने नै हो त, कागती चियाको महत्त्व के होला, धेरैजनाले मरिच दालचिनी हाल्नुहुन्छ, यसले कस्तो स्वास्थ्यमा असर गर्छ, अदुवाको महत्त्व के छ चियामा राख्दाखेरि, दुध चिया यदि हामी खान्छौँ भने कसरी गर्दाखेरि यो अझ राम्रो होला, ग्यास्ट्रिक कम कसरी गर्न सकिन्छ, कफीको बारेमा, ग्रिन टीको बारेमा एकदमै संक्षिप्त भन्छु म। सानो भिडियो हुनेछ, आशा छ तपाईहरू अन्तसम्म हेरेर यसबाट केही नयाँ जानकारी पाउनुहुनेछ। र सबभन्दा पहिला तपाईँ कमेन्ट्समा लेख्नु होला कि तपाईँ कस्तो चिया खानुहुन्छ, के प्रयोग गर्नुहुन्छ चियामा, कृपया कमेन्ट्समा लेख्नु होला। र यो भिडियो राम्रो लाग्यो भने सेयर पनि गर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। सबभन्दा पहिला सुरु गरौँ कि चिनीलाई किन रिप्लेस गर्ने। चिनीको बारेमा हामीले धेरै नराम्रो कुराहरू सुनिसक्यौँ, किनभने यो प्रशोधित हो र क्यालोरी हो, यसमा कुनै भिटामिन्स मिनरल्स केही फाइबरहरू हुँदैन, त्यसैले यो सकेसम्म कम खानुपर्छ। हाम्रो लक्ष्य कस्तो हुनुपर्छ भने हाम्रो दैनिकी खानामा सक्दो कम चिनीको प्रयोग होस्। यदि हामीले दिनमा 3-4 चम्चा चिनी खान्छौँ, त्यसको सट्टामा हामी 3-4 चम्चा गुड खायौँ भने, र विशेष गरेर जाडोको बेलामा भनौँ, अब गुडको धेरै महत्त्वहरू रहेछ, जसमा मूलतः गुडमा एन्टिअक्सिडेन्ट पाइन्छ, क्याल्सियम, म्याग्नेसियम, आइरन, पोटेसियम, भिटामिन बी कम्प्लेक्सहरू, फाइबर्स यसमा बढी हुन्छ। यो चाहिँ चिनीमा पाइँदैन। तर यसबाट फेरि दोहोरो अर्थ नलागोस् कि गुड राम्रो हो, गुड धेरै खाउँ, गुड खाएर राम्रो हुन्छ भने पनि होइन, किनभने गुडको पनि बेफाइदा छ, क्यालोरी बढी भयो, त्यसको कारणले तपाईँलाई मोटोपना, डायबिटिज यो सबैको लागि सुरक्षित मानिँदैन। तर मसँग चोइस छ कि 1 चम्चा चिनी र 1 चम्चा गुडमा डेफिनेटली चिनीभन्दा गुड चाहिँ तुलना गर्न नमिल्ने अवस्थामा छ, यति यसमा गुणहरू छ। फेरि गुडमा पनि केही नेगेटिभ कुराहरू छ, जस्तै शुद्ध पाइन्छ कि पाइँदैन, धेरै प्रशोधित भयो भने त्यो पनि त्यति राम्रो हुँदैन, इत्यादि कुराहरू। तर यदि गुडलाई चियापत्तीमा हालियो, तातो पानी, चियापत्ती, त्यसमा गुड हाल्नुभयो र अर्को गिलासमा तपाईँले चिनी हाल्नुभयो भने के फरक हुन्छ त? चियापत्तीमा एन्टिअक्सिडेन्ट्सहरू हुन्छ र अरू पनि विभिन्न किसिमको शरीरलाई फाइदा पुर्याउने तत्त्वहरू हुन्छ, र गुडमा पनि एन्टिअक्सिडेन्ट्स, खनिजहरू, विभिन्न पदार्थहरू हुन्छ जसले हाम्रो शरीरलाई फाइदा गर्छ। र चियाको त्यो पदार्थ र गुडमा साइनर्जिस्टिक एक्सन हामी भन्छौँ, दुवै मिलेर एउटा थप पोजिटिभ हामीलाई बेनिफिट चाहिँ दिन्छ। तर चिनीमा त्यो गुण चाहिँ हुँदैन। जसले खानुभएको छ उहाँहरूलाई थाहा होला कि यसको स्वाद अलिकति फरक हुन्छ, सो स्वादको एङ्गलबाट पनि गुड चिया राम्रो हुने भयो। अर्को इम्पोर्टेन्ट कुरा कि पाचनको एङ्गलबाट पनि धेरैजनालाई चिया खाएपछि ग्यास्ट्रिक हुन्छ। गुडमा डाइजेसनको एउटा महत्त्व हुन्छ, पाचन यसलाई इम्प्रुभ गर्छ, जसले गर्दा गुडको चिया खाँदाखेरि तपाईँको यो ग्यास्ट्रिकको समस्या कम हुनसक्छ। त्यसैले जहिले पनि हामीले कालो चिया खाँदाखेरि त्यसमा गुड हालौँ। यदि हामी त्यसमा कागती पनि हाल्यौँ भने के हुन्छ त? कागतीमा तपाईँलाई थाहा छ भिटामिन सी पर्याप्त हुन्छ, एन्टिअक्सिडेन्ट्सहरू पर्याप्त हुन्छ, शरीरलाई चाहिने धेरै राम्रो कुराहरू, खनिजहरू, पोटेसियमदेखि लिएर हाम्रो मुटुलाई पनि फाइदा गर्ने तत्त्वहरू यसमा छ, र गुडमा पनि छ। विशेष गरेर जाडोको बेलामा रेस्पिरेटरी ट्र्याक इन्फेक्सन, सास प्रश्वासको इन्फेक्सन, घाँटीमा जुन कहिलेकाहीँ सोर थ्रोट हामी भन्छौँ, अप्ठ्यारो भइरहेछ भने कागती तपाईँको लागि राम्रो भयो, गुड राम्रो भयो, यसको ठाउँमा चिनी त राम्रो भएन। त्यसैले यदि यो दुईटाको मिक्सचर यदि गरेर खाइयो भने अझ राम्रो। दुध चियाको कुरा गर्दाखेरि धेरैले गुनासो गर्नुहुन्छ कि दुध चिया नराम्रो हो, यसले चाहिँ हामीलाई ग्यास्ट्रिक गर्छ या विभिन्न कुराहरू हुनसक्छ, कसैलाई गाह्रो पनि होला। तर मूलतः यहाँ विचार गर्नुपर्ने कुरा के छ भने दुध चियामा हामी दुध हाल्छौँ,
र चियापत्ती भयो। चियापत्ती स्वास्थ्यको लागि राम्रो भयो, तर दुधमा भएका पदार्थहरूले चियापत्तीको गुणलाई कम गरिदिन्छ। त्यसले हामीले चियापत्तीको लाभ लिन सक्दैनौँ। त्यो चाहिँ एउटा नेगेटिभ पार्ट हो। तर धेरैजनालाई, जस्तै मलाई पनि एकचोटि कम्तीमा दुध चिया खान मन लाग्छ। सो यति खाँदैमा त्यो केही नराम्रो भइहाल्छ या हामीलाई केही लस हुन्छ भने छैन। तर दुध चियामा पनि तपाईँ गुड हाल्नुभयो भने जसले शरीरलाई फाइदा गर्छ, अघि जुन मैले भने, सँगसँगै पाचनलाई पनि इम्प्रुभ गर्ने भयो। तपाईँलाई ग्यास्ट्रिकको समस्या बढी छ भने तपाईँ एकचोटि ट्राई गर्न सक्नुहुन्छ कि चिनीको ठाउँमा गुड हाल्दाखेरि तपाईँलाई बेटर हुन्छ कि। अब यसमा यदि तपाईँ अदुवा हाल्नुभयो, अब अदुवाको पनि धेरै बेनिफिट्सहरू छ कि दुध चिया या कालो चियामै तपाईँ अदुवा हाल्नुभयो। अदुवाले एन्टिअक्सिडेन्ट्स प्रोपर्टी हुन्छ, इन्फ्लामेसनलाई रोक्ने प्रोपर्टी हुन्छ, अनि पाचनलाई पनि राम्रो गर्ने प्रोपर्टी हुन्छ। यहाँ मैले अध्ययन गर्दा मैले के पाएँ भने यो जति पनि यो प्राकृतिक कुराहरू भयो चिनीको तुलनामा, यदि हामी अदुवा भयो, कागती भयो, गुड भयो, यो सबैमा शरीरलाई फाइदा पुर्याउने एन्टी इन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट्स, एन्टी क्यान्सर प्रोपर्टी भएका पदार्थहरू, मुटुलाई फाइदा पुर्याउने कुराहरू यसमा मिक्स छ। अब जस्तै मरिचको कुरा गरौँ, मरिच हाल्दाखेरि पनि अब यसमा पनि त्यस्तै गुणहरूले भरिएको हो। यसले पनि श्वास प्रश्वास प्रणाली या घाँटीमा केही समस्या छ भने यसले पनि हेल्प गर्छ। समष्टिगत रूपमा हेर्दाखेरि यो डिफ्रेन्ट जुन पदार्थहरू छ, मसलाहरू छ, यसलाई हामीले फरक फरक टाइममा आफ्नो शरीरलाई सुटेबल हुने गरी तपाईँले प्रयोग गर्न सक्नुपर्छ। यसको अर्थ मैले भनेको कुरा तपाईँ सबैलाई यसले राम्रो गर्ला या बेनिफिट हुन्छ भने छैन। तपाईँ आफ्नो लागि राम्रो र टेस्टी, स्वास्थ्यलाई पनि फाइदा गर्ने तपाईँ आफैले पत्ता लगाउन सक्नुपर्छ। प्रयोग गरेर तपाईँ फाइन्ड आउट गर्न सक्नुहुन्छ। अब ग्रिन टीको बारेमा पनि केही कुरा गरौँ। यदि ग्रिन टीमा मैले अध्ययन गर्दाखेरि धेरै नै फाइदा भएको देख्छु। यदि तपाईँ ग्रिन टी रेगुलर खानुहुन्छ भने तपाईँ खान सक्नुहुन्छ। तर कोही कोही व्यक्ति ग्रिन टी खाएर मलाई रिङ्गटा लाग्यो, बिपी घटेको यस्तो केसेसहरू पनि आउँछ। त्यसैले एकदमै केयरफुल हुनुपर्छ कि तपाईँ कस्तो खाले ग्रिन टी प्रयोग गर्नुहुन्छ। फेरि बजारमा यति थरीथरीको हुन्छ कि कुन राम्रो नराम्रो हामीलाई भन्न नै गाह्रो हुन्छ। त्यसैले यो स्वयंले निर्णय गर्नुपर्छ कि तपाईँले खाइराखेको कस्तो छ। औषधि जस्तै हेर्नुहोस्, कुनै औषधि खानुभयो, एलर्जी भयो, औषधि रोक्नुपर्ने हुन्छ। त्यसै गरी कुनै पनि खानेकुरा तपाईँलाई अलिकति सुट भएन भने बुझ्नुहोस् तपाईँको लागि यो एप्रोप्रिएट होइन। चाहे त्यसमा जति गुण होस् तपाईँ त्यसलाई रोक्न सक्नुपर्छ। त्यसै ग्रिन टी पनि एकदमै केयरफुल भएर हेरी तपाईँको शरीरलाई सुट गरेछ भने तपाईँ लिन सक्नुहुन्छ। त्यसै गरी अब कफीको कुरा पनि म संक्षिप्तमा राखौँ। कफी खाँदाखेरि ब्लड प्रेसर बढ्ने कुरा पनि छ। कफी धेरै खाएर मुटुको चालमा पनि समस्या आउने पनि छ। तर धेरै अध्ययनहरूले यस्तो पनि देखाएको छ कि तपाईँ कफी दिनको एकचोटि खानुहुन्छ भने तपाईँको मुटुको चाल सम्बन्धी समस्या घट्ने रहेछ। भर्खरै एउटा अनुसन्धानले देखायो। त्यसैले यसमा के रहेछ भने यो व्यक्ति इन्डिभिजुअलमा डिपेन्ड हुन्छ कि उसको शरीरको लागि यो कुरा कति नराम्रो हो वा कति राम्रो हो। जस्तै कोही व्यक्तिलाई दिनमा 2-3 कप कफी खाँदाखेरि पनि उसको प्रेसर बढ्दैन, र कोही व्यक्तिले दिनको 1 कप कफी खायो भने उसको प्रेसर बढ्न सक्छ। र धेरै मैले मुटुका ढुकढुक भएका बिरामीहरूलाई जब चिया कफी हामी रोक्न लाउँछौँ त्यसपछि उहाँको ढुकढुक पनि कम भइहाल्छ। त्यसैले यो जति पनि खानेकुराहरू छ तपाईँ आफ्नो स्वास्थ्यको अवस्था बुझेर आफ्नो होस र बुद्धि पुर्याएर निर्णय गर्न सक्नुपर्छ कि यो मेरो लागि सुटेबल हो भने म यो खान्छु। र मैले अघि जुन भने कि चियाको कुरा गरेँ, तपाईँ एकैचोटि सबै प्रयोग नगरेर फरक फरक टाइममा यदि फरक फरक ढङ्गले लिन थाल्नुभयो भने तपाईँ आफै यसको एनालाइसिस पनि गर्न सक्नुहुन्छ, आफ्नो लागि बेस्ट खानेकुरा पनि डिसाइड गर्न सक्नुहुन्छ। धन्यवाद।